ल अब आज चाहिँ क्वेसन नम्बर 5 मा दिएको कुराहरुकै छ जिमिनीबाट चाहिँ डिस्कस गर्नेछौँ। अब यसमा हामीले क्वेसन नम्बर 5 को च्याट जिमिनीबाट दिएको जुन फरक छ जनसङ्ख्या अध्ययन र जनसङ्ख्या शास्त्र बिचको तुलनालाई यहाँनिर चाहिँ च्याट जिपिटीले दिएको छ। यसको आधारमा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब यसमा पहिला यो सरसर्ती सुनेर सक्ने, त्यस पछाडि डिस्कस गर्ने, त्यसरी जाऊँ। अलि छिटो हुन्छ, यो टाइम धेरै नै भइसकेको छ। यसमा सरसर्ती पहिला सबै सुनौँ अनि त्यस पछाडि त्यसलाई डिस्कस गरौँ है त। राम्रोसँगले सुनौँ अनि पालिकाले जनसङ्ख्या अध्ययन पपुलेसन स्टडिज र जनसङ्ख्या शास्त्र डेमोग्राफी बीचको मुख्य भिन्नताहरूलाई प्रष्ट पारेको छ। यसलाई अझ सजिलोसँग बुझ्न तलका बुदाहरू हेर्नुहोस्। जनसङ्ख्या अध्ययन BS. जनसङ्ख्या शास्त्र विषय जनसङ्ख्या अध्ययन पपुलेसन स्टडिज जनसङ्ख्या शास्त्र डेमोग्राफी। मूल अवधारणा यो जनसङ्ख्या परिवर्तन गर्ने तत्त्वहरू र तिनले जनसङ्ख्यामा पार्ने प्रभावको बारेमा व्यापक अध्ययन हो। यो जन्म, मृत्यु र बसाइसराई जस्ता तत्त्वहरूको वैज्ञानिक ढङ्गले अध्ययन गर्ने औपचारिक विषय हो। दायरा स्कोप यसको क्षेत्र व्यापक छ किनकि यसले जनसङ्ख्यासँग सम्बन्धित अन्य सामाजिक तत्त्वहरूको पनि अध्ययन गर्छ। यसको क्षेत्र सीमित छ, यो जनसङ्ख्याका विशिष्ट तत्त्वहरूमा मात्र केन्द्रित रहन्छ। पक्षहरू एस्पेक्ट्स यसले जनसङ्ख्याको गुणात्मक क्वालिटेटिभ र मात्रात्मक क्वान्टिटेटिभ दुवै पक्षलाई समेट्छ। यसले मुख्यतया जनसङ्ख्याको मात्रात्मक क्वान्टिटेटिभ पक्षमा मात्र ध्यान दिन्छ। प्रक्रिया यसमा जनसङ्ख्या अध्ययनका सबै विषयवस्तुहरू समावेश हुन्छन्। यसमा जनसङ्ख्या अध्ययनका सबै विषयवस्तुहरू समेटिँदैनन्। विश्लेषण यसले जनसङ्ख्याको गतिशीलता र बनावटको विस्तृत तथा गहिरो विश्लेषण गर्छ। यसले जनसङ्ख्या सम्बन्धी तथ्याङ्कहरूको सङ्कलन र विश्लेषणमा बढी जोड दिन्छ। छोटकरीमा भन्नुपर्दा जनसङ्ख्या शास्त्र भनेको एउटा औपचारिक वा वैज्ञानिक विधि हो जसले जनसङ्ख्याका आधारभूत परिवर्तन, जन्म, मृत्यु, बसाइसराईलाई मात्र हेर्छ। जनसङ्ख्या अध्ययन भनेको एउटा व्यापक दृष्टिकोण हो जसले जनसङ्ख्याका कारणहरू, तिनका प्रभावहरू र समाजसँगको अन्तरसम्बन्धलाई समेत विस्तृत रूपमा विश्लेषण गर्छ। के यो व्याख्याले तपाईलाई परीक्षाको तयारीमा मद्दत गर्छ वा यसका कुनै विशेष बुदामा थप स्पष्ट? ल अब यसमा चाहिँ यति नै हामीले बुझ्दा पनि हुन्छ। हामीलाई यो पहिला पनि यो जनसाङ्ख्यिकी जनसङ्ख्या अध्ययनको धेरै कुराहरू हामीले बुझिसकेको भएको कारणले गर्दाखेरि अब यसमा जनसङ्ख्या अध्ययन र जनसङ्ख्या शास्त्र बिचको तुलनालाई चाहिँ यहाँ देखाइएको अनुसारको अब यहाँनिर हामीले सरसर्ती पोइन्ट बाई पोइन्ट चाहिँ हामीले यसलाई याद गर्न इक्जाममा लेख्न सजिलो होस् भनेर चाहिँ हामी पोइन्ट बाई पोइन्ट चाहिँ यसलाई गर्नेछौँ। जनसङ्ख्या अध्ययन भर्सेस जनसङ्ख्या शास्त्रमा चाहिँ के हुने रहेछ त भन्दा सुरुमा यता दिएको छ यो जनसङ्ख्या अध्ययन जनसङ्ख्या शास्त्र। अब यो यसलाई बुझ्नको लागि चाहिँ जनसङ्ख्या अध्ययन जुन छ त्यो चाहिँ जनसङ्ख्या शास्त्र छ, त्यो चाहिँ एज अ जनसङ्ख्या अध्ययनको पाटोलाई भनेर बुझ्नुपर्छ। पिक्चरमा देखाएको जस्तै गरी चाहिँ तपाईँले यसमा चाहिँ जनसङ्ख्या अध्ययन भने एकदम विस्तृत हो। जनसङ्ख्या शास्त्र चाहिँ न्यारो सानो छ यसको तुलनामा चाहिँ, यसरी तपाईँले बुझ्नु सुरुमा। त्यस पछाडि गएर अब यहाँ यसले मूल अवधारणा दिएछ जनसङ्ख्या अध्ययनको मूल अवधारणा यो जनसङ्ख्या परिवर्तन गर्ने तत्त्वहरू हैन र तिनले जनसङ्ख्यामा पार्ने प्रभावको बारेमा व्यापक अध्ययन हो भन्छ। यहाँनिर के बुझ्नु पर्छ, जनसङ्ख्यामा परिवर्तन पार्ने तत्त्वहरू भनेर जन्म, मृत्यु, बसाइसराई यो जुन तीनवटा छ यो तत्त्वहरू र तिनले चाहिँ जनसङ्ख्यामा पारे के कस्ता असर पार्छन् त। जन्मले के असर पार्छ, मृत्युले के असर पार्छ र बसाइसराईले के असर पार्छ, यी सबै कुराको अध्ययन हो जनसङ्ख्या अध्ययन चाहिँ। अब यसैमा चाहिँ जस्तो यसमा चाहिँ जनसङ्ख्या शास्त्र चाहिँ जनसङ्ख्या तत्त्वहरूको वैज्ञानिक ढङ्गले गर्ने अध्ययनलाई मात्र बुझौँ। यहाँ भन्छ के भन्छ यो जन्म, मृत्यु र बसाइसराई जस्ता तत्त्वहरूको हैन जनसङ्ख्यामा प्रभाव पार्ने तत्त्व भनेर चाहिँ यतिलाई बुझ्नु पर्यो। जन्म, मृत्यु, बसाइसराई जस्ता तत्त्वहरूको वैज्ञानिक ढङ्गले अध्ययन गर्ने औपचारिक विषय हो। यहाँ चाहिँ के रहेछ त भन्दा वैज्ञानिक ढङ्गले अध्ययन गर्ने चाहिँ औपचारिक विषय जन्म, मृत्यु, बसाइसराईको अध्ययन गर्ने विषय मात्र भयो।
यति बुझौँ, यहीँ क्लियर छ। किन न्यारो भनेको र किन व्यापक भनेको भनेर यहीँ क्लियर छ। किनभने यसलाई त्यो जनसङ्ख्यालाई परिवर्तन गर्ने तत्त्वहरूको वैज्ञानिक अध्ययन मात्र गर्ने भयो। यहाँनिर चाहिँ जनसङ्ख्यालाई परिवर्तन गर्ने प्रभाव पार्ने तत्त्वहरू र तिनले जनसङ्ख्यामा पार्ने प्रभावको बारेमा समेत पनि जनसङ्ख्यामा के कस्तो प्रभाव परिरहेको हुन्छ त्यो सबै कुराको विस्तृत अध्ययन गर्छ। अब दायरा क्षेत्र चाहिँ स्कोप यसमा के रहेछ त भने यसको क्षेत्र व्यापक छ किनकि यसले जनसङ्ख्यासँग सम्बन्धित अन्य सामाजिक तत्त्वहरूको पनि अध्ययन गर्दछ। जनसङ्ख्यासँग सम्बन्धित तत्त्वहरूको पनि अध्ययन गर्ने हुन्छ जनसङ्ख्या अध्ययनले। जस्तो तपाईँको जनसङ्ख्या मा परिवर्तन हुनुको सामाजिक कारणहरू के हो, आर्थिक कारणहरू के हो र त्यस पछाडि गएर वातावरणीय कारणहरू के हो, यो कुराहरूलाई पनि चाहिँ अध्ययन गर्छ जनसङ्ख्या अध्ययनले। किनभने जनसङ्ख्याको सामाजिक कारणबाट चाहिँ जनसङ्ख्या वृद्धि जस्तो समाजमा परम्परागत धारणाले गर्दाखेरि चाहिँ जनसङ्ख्यामा वृद्धि आउने यो कुराहरू भयो होइन। यस्तो कुराहरू चाहिँ अब समाज के छ, कस्तो किसिमको छ र त्यसले कसरी चाहिँ जनसङ्ख्यालाई प्रभाव पारिरहेको हुन्छ भन्ने कुरामा चाहिँ यो डाइरेक्ट सम्बन्ध रहेकोले यसले चाहिँ सामाजिक तत्त्वहरूको पनि अध्ययन गरिरहेको हुन्छ। त्यसै गरी यसको क्षेत्र सीमित छ, यो जनसङ्ख्याका विशिष्ट तत्त्वहरूमा मात्र केन्द्रित रहन्छ। त्यही विशिष्ट तत्त्वहरूमा मात्रै नै केन्द्रित रहने भयो। त्यही भइहाल्यो। पक्षहरू चाहिँ एक्सपेक्ट के छ भन्दा यसले जनसङ्ख्याको गुणात्मक र मात्रात्मक दुवै पक्षलाई समेट्छ। यसले चाहिँ गुणात्मक पनि होइन, गुणस्तरीय जनसङ्ख्या हुनुपर्छ भन्ने पनि भयो र कति मात्रामा जनसङ्ख्या हुनुपर्छ भन्ने कुराहरू पनि समेटिएको हुन्छ जनसङ्ख्या अध्ययनले चाहिँ। अब जनसङ्ख्या शास्त्रले चाहिँ मुख्यतः जनसङ्ख्याको मात्रात्मक पक्षलाई मात्र समेट्छ, कति हुनुपर्छ भन्ने कुरालाई मात्र समेट्छ, कस्तो खालको कति गुणस्तरको हुनुपर्छ भन्ने कुरालाई चाहिँ जनसङ्ख्या अध्ययनले समेट्ने भयो। त्यसै गरी प्रक्रिया चाहिँ यसमा जनसङ्ख्या अध्ययनका सबै विषयवस्तुहरू समावेश हुन्छन्। यसमा चाहिँ सबै विषयवस्तु जनसङ्ख्या अध्ययनको सबै विषयवस्तु समाटिएका हुन्छन्। यसमा जनसङ्ख्या अध्ययनका सबै विषयवस्तु समेटिएका हुँदैनन्। त्यही नै भयो। विश्लेषणमा यसले जनसङ्ख्याको गतिशीलता र बनावटको विस्तृत तथा गहिरो विश्लेषण गर्दछ। के गर्ने रहेछ, जनसङ्ख्याको गतिशीलता, जनसङ्ख्या परिवर्तनका कुराहरूमा बनावट र विस्तृत रूपमा गहिरो विश्लेषण गर्ने हुन्छ। यसले जनसङ्ख्या सम्बन्धी तथ्याङ्कहरूको सङ्कलन र विश्लेषण बढी जोड दिन्छ। यसमा चाहिँ तथ्याङ्कहरूको सङ्कलनमा बढी जोड दिने भयो भने यसले चाहिँ गतिशीलता र बनावटको विस्तृत रूपमा गहिरो विश्लेषण गर्ने भयो। अब छोटकरीमा बुझ्दाखेरि चाहिँ जनसङ्ख्या शास्त्र भनेको एउटा औपचारिक वा वैज्ञानिक विधि हो जसले जनसङ्ख्याका आधारभूत परिवर्तन, जन्म, मृत्यु, बसाइ सरललाई मात्र हेर्दछ। अब अर्को भन्छ जनसङ्ख्या अध्ययन भनेको एउटा व्यापक दृष्टिकोण हो जसले जनसङ्ख्याका कारणहरू, तिनका प्रभावहरू र समाजसँगको अन्तरसम्बन्धलाई समेत विस्तृत रूपमा विश्लेषण गर्दछ। यति भयो। ल 5 नम्बरमा चाहिँ यति नै कुराहरू भइसके पछाडि हामीले यसको भिन्नतालाई चाहिँ जनसङ्ख्या अध्ययन र जनसङ्ख्या शास्त्रको भिन्नतालाई चाहिँ गर्न सकिने भयो, लेख्न सकिने भयो। यति नै गरौँ। अब त्यसभन्दा पछि अरू 6 नम्बरको क्वेसनमा गरौँला।